जय मसी सबैजनालाई स्वागत छ। आज म तपाईहरुसँग बाइबलबाट एउटा अति नै अचम्मको र जीवन बदल्ने सत्यता बाँड्न गइरहेको छु। जब हामी बाइबल पढ्छौँ, परमेश्वरले हामीलाई उहाँको योजना कति गहिरो छ भनेर देखाउनुहुन्छ। आज मैले बाइबल अध्ययन गर्दै जाँदा एउटा गहिरो कुरा महसुस गरेँ। म त परमेश्वरको एउटा ढोका रहेछु। हो, हामी सोच्छौँ कि हामी केवल साधारण मानिस हो, तर परमेश्वरले हामीलाई उहाँको महिमा र आशिष अरूमाझ पुर्याउने एउटा ढोका बनाउन चाहनुहुन्छ। एउटा घरको ढोकाको काम के हो? ढोका भनेको बाहिरका मानिसहरू भित्र प्रवेश गर्ने र भित्रका आशिषहरू बाहिर प्रकट हुने माध्यम हो। जब बाइबलमा हामी हेर्छौँ, प्रकाश 3:8मा प्रभुले भन्नुहुन्छ, हेर मैले तिम्रो अगाडि एउटा ढोका खोलिदिएको छु जसलाई कसैले बन्द गर्न सक्दैन। परमेश्वरले हाम्रो जीवनमा पनि एउटा ढोका खोल्नु भएको छ। जब हामीले आफूलाई परमेश्वरको ढोकाको रूपमा प्रस्तुत गर्छौँ, तब हाम्रो जीवनबाट उहाँको प्रेम, शान्ति र सुसमाचार अरूको जीवनमा छर्न पाउँछौँ। हामी यस्तो माध्यम बन्छौँ जसले अन्धकारमा भएका मानिसहरूलाई उज्यालोतिर लिएर आउँछ। त्यसो भए हामी कसरी परमेश्वरको ढोका बन्न सक्छौँ त? पहिलो, विश्वास र आज्ञाकारिताद्वारा। जब हामी परमेश्वरको वचनमा हिँड्छौँ, तब उहाँको बाटो हाम्रो जीवनमा खुल्छ। अनि दोस्रो, प्रेम र क्षमाद्वारा। हाम्रो बोली, हाम्रो व्यवहार र हाम्रो सङ्गतिबाट अरूले परमेश्वरको प्रेम देख्नुपर्छ, पाउनुपर्छ। जब कोही निराश भएर हाम्रो नजिक आउँछ, उनीहरूले हामीभित्र परमेश्वरको ढोका खुलेको महसुस गर्न सकुन्, जहाँबाट उनीहरूले शान्ति र आनन्द पाउन सकुन्। हामी आफैमा केही पनि होइनौँ, तर जब परमेश्वरले हामीलाई प्रयोग गर्नुहुन्छ, हामी उहाँको राज्यको निम्ति एउटा ठुलो ढोका बन्छौँ। त्यसैले प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आजदेखि यो कुरामा स्पष्ट हुनुहोस् कि तपाईँ परमेश्वरको ढोका हुनुहुन्छ। तपाईँको परिवारमा, तपाईँको समाजमा र तपाईँको कार्यक्षेत्रमा परमेश्वरले तपाईँ मार्फत अरूलाई आशिष दिन चाहनुहुन्छ। आफ्नो जीवनको ढोका उहाँको हातमा सुम्पनुहोस्, ताकि तपाईँ मार्फत धेरैले मुक्तिको बाटो देख्न सकुन्। परमेश्वरले तपाईँलाई धेरै आशिष दियो। यो भिडियो मन परेको छ भने लाइक, सेयर र सब्सक्राइब गरेर अरूलाई पनि यो वचन पुर्याउन नबिर्सिनुहोस्।